चम्के फुली नाकैमा बुलकी यसपालि त घरबारै होला कि थोरै दुलो परेको गाइजहरु यस्तो मजाले बसिरहेछ है अम्बो What's up everyone, welcome back to my new vlog है I'm सुजन राई है मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ र आज चाहिँ हामी भनेको हैन हिजो हामीले जुन ठाउँ भनेको थियौं त्यो ठाउँ जान लागिरहेको छौं तुमलिङ रिसोर्ट त्यहाँ चाहिँ हामी गएर हैन आज चाहिँ र्याफ्टिङहरु गर्ने भनेको छौं सो अहिले चाहिँ यहाँ हुनुहुन्छ जेसब मिस्टर जेसब जी एनपी राज जी मिस्टर घास जी हेलो नो उहाँको घास जी हैन सो हामीले निकनेम हाम्रो प्यारो नाम चाहिँ उहाँको घास जी राखेको हैन सो माइन्ड नगर्नु होला है घास जी भन्दा माइन्ड गर भन्दा चौकी भन्दा म ढिलाको बा केही छैन नि केही छैन ल लेट्स गो हाम्रो यात्रा चाहिँ तल सतीघाटसम्म रहेको छ त्यहाँदेखि हामी बेसीतिर गएर त्यहाँबाट र्याफ्टिङ गरेर तल हामी एयरपोर्ट मुनिसम्म झर्नेछौँ अब हेरौँ कस्तो हुन्छ एडभेन्चर सुन्दा त रमाइलो छ हैन हजुर एकदम यहाँ चाहिँ अहिले तिहारको उयो भएर काउन्टरमा चाहिँ है तिहारको माहौल भएर योभन्दा हामीले चाहिँ खासमा भाइटिकाको अघिल्लो दिन नै प्लान गरेका थियौँ अनि फेरि अब भाइटिका के अलिकति अधुरो बनाउनु भन्ने भएर अनि हामीले पोस्टपोन गरेका थियौँ अनि आज हामी जाँदैछौँ है राइडको मजै छुट्यो क्या फिलिङ नै अर्कै है यो चाहिँ चेन फुस्किएछ हाम्रो है गलत तरिकाले गलत ठाउँमा चाहिँ फुस्किएन यतिको त सही जग्गा नै हो त्यसमा ओह्रालोमा फुस्कियो भए चाहिँ मरिन्थ्यो होइन सो अहिले चाहिँ हामी मकाल रिसोर्ट आइसकेको छौँ होइन सबैजना खेलिराख्नु भएको छ यतातिर वा हाम्रो टिम यस्तो हिँडिरहेको छ होइन मोबाइल छ नि त म चाहिँ ब्याक साइड बसिरहेको छु हेलो मेरो सर हेलो कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेछ हो आज बोर्ड हान्नुहुन्न नि त भनेको थियो मोटो ढुकढुकी छ भन्नु होला हो नमस्कार सर तिमीहरूलाई एउटा मैले गरिदिन खोजेको सबै जानुभएकोले पहिलोचोटि आज पहिलो दिन पनि जाँदैछ त्यो माथिको बाटोबाट चाहिँ हामीले जान सक्दैनौँ अहिले है त्यसले गर्दा अहिले हामी के गर्छौँ भने तिमीहरूलाई अलिकति रमाइलो होस् भनेर यहाँबाट हाम्रो ढुङ्गाले हाम्रो त्यो हाइबोर्ड स्पिड बोर्डले माथि भेलमा पुर्याउँछ पल्लोपट्टि पारी भेलमा रोक्छ होइन अनि त्यो भेलमा त्यहाँ रोकिसकेपछि हाम्रो बोट चाहिँ त्यहाँ पुलाउँछ अनि त्यस पछाडि हाम्रो अरू सामान लिएर बोट आउँछ अनि तिमीहरू त्यो भेलबाट स्टार्ट गरेर दुईवटा ऱ्यापिड यहाँको त्यहाँ गएर तलको ऱ्यापिड हानेर मनोकामना माथि त्यो छरछरी भन्ने ठाउँ छ नि त्यहाँनिर चाहिँ निकाल्छ र त्यहाँबाट गाडी लिएर आउँछ ल छरछरी भनेको कहाँ त्यो लम्स तिनवटा सानो एउटा यो मनोकामनाको राम्रै ऱ्यापिड हान्छ सेकेन्ड ऱ्यापिड चाहिँ त्यो र त्यो ऱ्यापिड तलको ऱ्यापिड चाहिँ ठिक्कको मात्रै हुन्छ है हामीले मेन हान्न खोजेको ऱ्यापिड चाहिँ सक्दैन अब डोजर ल्याएर बाटो नबनाउँदै गाडी नै नजाने त्यस्तो भयो होइन अब हामीलाई चाहिँ मेन ठाउँमा नपऱ्यो हामीलाई अर्कै नेक्स्ट ठाउँमा पुर्याउनु हुने अरे सो भर्खर स्टार्ट छ है यो जो मकालो हिमालयन एग्रो टुरिज्म यो चाहिँ जम्मै 2 वर्ष नै भएको छैन 20 महिना मात्रै भएको छ 20 महिनामा धेरै राम्रो प्रगति हुन्छ हैन हामीसँग देखिहाल्नु स्विमिङ रेडी छ हजुर हैन खोलाको बोटहरू कुदेको छ हाई स्पिड बोटहरू कुदेको छ ऱ्याफ्टिङ कुदेको छ त्योभन्दा नि एग्रिकल्चर हो एग्रो टुरिज्म हो जस्तो उता बाहिर चढेको भैँसीहरू सबै हाम्रो माथि 100 वटा जति बाख्राहरू सबै हाम्रो उता बङ्गुर 300 वटा जति छ त्यो हाम्रो कुखुरा लोकल कुखुरा 2500 उता चरिरहेको छ त्यो हाम्रो ब्रोइलर कुखुरा छ हैन उता ड्रागन फ्रुट खेती छ फिस छ केरा खेती छ माछा पालन छ त्यसले गर्दाखेरि यो चाहिँ तपाईको सङ्घसभा र भोजपुरमा बाहिर आन्तरिक तथा बाह्य पर्यटक चाहिँ आउनुपर्छ ल्याउनै सक्दैन राम्रो लगानी त्यसरी हो तपाईहरु 1 वर्षमा हामी नेक्स्ट अर्को तपाईहरुलाई
अबको 2-3 महिना पछाडि यस्ता तपाईँहरूले देख्दै नदेखेको सुन्दै नसुनेको काम तुरुन्तै दिन्छौँ कि प्लानिङ छ अब मलाई लाग्छ हामी 3 महिनाभित्र त्यो पब्लिक गर्ने मिल्दैन सर अहिले त्यो चाहिँ तपाईँहरूलाई अहिले गर्दाखेरि भोलि हामीले त्यो भन्दा जो हामी थाइल्यान्ड इन्डोनेसियामा जो एउटा टापु हुन्छ नि टापुभित्र भिन्दै एउटा सहर हुन्छ कि अनि वरिपरि चाहिँ हाम्रो चाहिँ पानीले नै त्यसलाई कम्पाउन्ड वाल बेरिएको जस्तो टापु चाहिँ 15 फुट अल्गो माथि चाहिँ हाम्रो एउटा मिनी सहर सानो बजार त्यहाँ चाहिँ तपाईँको रेस्टुरेन्ट मिनी पार्क झरना होइन सम्पूर्ण सबै चिज चाहिँ त्यहाँ हुन्छ र त्यो चाहिँ थाइल्यान्डको एउटा सानो एउटा टापुलाई महादेश प्रदेश भने जस्तो भने चाहिँ थाइल्यान्ड यहीँ नेपालमै बन्ने भयो यो तपाईँहरूलाई 3 महिनामा पछाडि डेभलप हुन्छ है त अहिले तपाईँहरू जाने तयारीमा हुन्छ गाइस हामी चाहिँ यो रुममा आएको छौँ होइन यहाँ चाहिँ सबै चेन्ज गर्नु मिल्दो रहेछ सबले हाफपेन्ट लगाइरहेको छ होइन सबले हाफपेन्ट लगाइराख्नु छ म चाहिँ यत्तिकै जाने हो यत्तिकै जाने हो होइन सो केही छैन म र सायद 2 जना हुन्छ मलाई हाफपेन्ट नलाउने सेफ्टी यो प्लास्टिक लगाएको छु मैले चाहिँ होइन कभरको लागि होइन अब भिजियो भने के हो टोलीहरू चाहिँ मुभ भइसक्यो है दामी देखिन्छ नि होइन यसरी हिँडिरहेछ मैले चाहिँ टोपी लगाइसकेँ ल हामीलाई यो बोर्ड लिनु आइसकेछ वा ल बोर्ड आइपुग्यो अब चाहिँ हामी बोर्डमा प्रस्थान हुनेछौँ है कति वर्ष पुग्यो 13 वर्षको हामीसँग उयो गर्दै हुन्छ होइन यो हो नि त मजा सबभन्दा सानो एजमा होइन I look at you and it's easy to see you are that someone I've been trying to meet. I got you. Yes! 1, 2, 3. Ready, all forward, let's forward. Come. Yes. उता अगाडि जाँदैछ यस यस्तो भाइ सेफ्टी है यस्तो हुँदैछ हामी अगाडि जाँदैछौँ होइन हाम्रो पनि है ओ नो स्टप छ है अहिले स्टप छ यो मजा बलकुमारजी के छ रमाइलो भइरहेछ होइन एकदम हेलो रोशनजी एकदम ओहो रमाइलो दाजु यस हेलो म कहाँ छु हामी यतै छौँ हेलो भाउजू कस्तो भइरहेछ फिलिङ रमाइलो है पानीमा बग्नु होइन त्यो बुच्याउनु पर्यो अब हामी यसलाई टाल्न लागिरहेछौँ होइन हुन्छ माथि अब बाइक जोडेको अवस्था हेर्नु होला यसरी नगर्नु होला है मरिन्छ है छिटै हामीले रिकभर गरिसक्यौँ हाम्रो बिहान हो थ्याङ्क यू हजुर ल अब फेरि फरवर्ड अगाडि ल यता पनि हुँदै रहेछ होइन यता नि मिस्त्रीहरू काम गर्दै हुँदो रहेछ हाम्रो डेन्जर ठाउँमा चढेर बनाउँदै रहेछ होइन ल हेर्नु त यहाँबाट झर्यो के होला ल भिजा गर्मी भएको बेला चम्के फुली नाकैमा बुलकी यसपालि त गरबारै होला कि अब चाहिँ हाम्रो छल आउँदैछ तल होइन ल अब हल्का रात आउँछ है यस Yes, guys, yes! Stop!
यहाँ चाहिँ हावा हाल्ने कार्यक्रम भइरहेछ होइन उहाँहरू चाहिँ हावा हाल्नुहुन्छ यो चाहिँ स्टेप हालिरहनु थाल्यो क्या अब एकदमै त्यहाँ चाहिँ हावा हल्का लिक भएको कारणले गर्दा तर समाजले चाहिँ सबैले सेफ्टी फलो गर्नु है अहिलेको भन्दा डेन्जर छ यो सेफ्टी अहिलेको भन्दा डेन्जर डेन्जर छ नि त उठिरहेछ अम्बो ल अगाडि फरवर्ड अगाडि लानु अगाडि यस यस माल उठेर यहाँ आयो यो चाहिँ तुमलिङको माथि उयो हो होइन हामी यहाँनिर तल आइपुगिसक्छौँ सो यताबाट तुमलिङ पर्छ होइन हामी यहाँसम्म चाहिँ आउने रहेछ होइन अब हामीलाई अगाडि लाँदैछ गाडी यहाँ आइसकेछ होइन गाडी यहाँ आएपछि हामी अबको हाम्रो चाहिँ साइड किन्ने हुने बेला भएछ ओ त्यहाँ पर मन्दिर पनि थिएछ यार ल सही हो Oh my god! झन्डै भिज्नु भयो झन्डै भिजेको मात्रै हैन झन्डै भिज्नु भयो यस यस झन्डै भिजियो आज बोको साथीहरुले बोको बोको हाय सर कस्तो मिठो चौर छ यहाँ त मलाई थाहा थिएन यार यहाँ चौर छ भनेर मैले एउटा नयाँ ठाउँ फेला पारिसके हैन यो चौर चाहिँ यस्तो रहेछ कि जुन अर्को पनि रिसोर्ट खोल्ने बेला भयो रहेछ क्या यहाँ चाहिँ मलाई भिजाएन भन्नुपर्छ नि टाउकै भिजाएर भए जानु पर्यो पानी अलिक खोर रहेछ क्या ओके भाइ उयो लिएर भयो हेलमेट भिजेको ल सरको फोटो हाल्ने एकचोटि यसलाई चाहिँ गाडी माथि राख्ने हो यसलाई चाहिँ सायद चाहिँ गाडी माथि राखेर बाँधिन्छ होला जस्तो लाग्यो मलाई यस्तो भिज्नु भएको छ क्या 1 2 3 टोलीहरूले गाडीमा लायो ल गाइजहरू यस्तो मजाले बसिरहेछ है हामी चाहिँ यसरी जानुपर्ने हुन्छ होइन यहाँ पूजा गर्न आउनु भएको छ भक्तजनहरू अनबक्सिङ गर्दै हुन्छ सुजन दिदीले आज फेरि अहिलेकै ठाउँमा होइन हामी चाहिँ फेरि कपडा खेल्नुको लागि फेरि यही ठाउँमा आएको छौँ होइन अब स्विमिङ पुल छ म स्विमिङ पुलको देखाउँदैछु